Sarvottam Cement presents Bhunti, powered by Berger Silk and Dish Home Internet. Brought to you by महत्त्वपूर्ण होनहरूको निर्माणलाई बलियो आधार दिँदै आएको सर्वोत्तम सिमेन्ट. Powered by Berger Paints. Experience luxury silk finish. डिश होमको इन्टरनेट हरपर्दो र विश्वासिलो छ म जस्तै. Broadcast partner Kantipur TV HD. Created by Asa Films Production and AD Release Initiative. दुख पीडा कति कति सुख भन्नु छैन राति भुन्टी रसिला छन् पारले ओठमा मुस्कान छैन ज्यानकै बाजी लाउँदा पारी कहिले राम्रो भएन संसारकै दुखी मान्छे सुख खोज्न कहाँ जाऊँ उहिलेसम्म बसाइ सर्थे कहाँ छ त्यस्तो ठाउँ सुख भन्दा दुःख धेरै देखाउँछन् गल्ती मेरै सुख भन्दा दुःख धेरै देखाउँछन् गल्ती मेरै आशा बोकेकी एउटी मान्छे भुन्टी आफूलाई पराई भन्नेलाई नि आफ्नै मान्छे भन्ने मान्छे भुन्टी. के गर्ने प्रपर्टी पेपरमा साइन गर्ने कि 24 घण्टा भित्र हाम्रो अकाउन्टमा क्याश डिपोजिट गर्ने कि ठगी धन्दामा इन्गेज भएको केसमा जेल जाने तीनवटा अप्सन छ तपाईसँग चुज गर्नुस्. भूपेन्द्र बाबु मैले तपाईलाई रुन भनेको होइन डिसिजन लिनु भनेको. भन्नुस् के गर्ने? श्रेया एकछिनलाई रुन देऊ, छोड देऊ.
अब यसले हामीले भने आफ्नो नगरिकन योसँग अरू कुनै अप्सनै छैन, उपाय नै छैन। हिँड बरु, थकाइ लाग्यो होला, भर्खरै आएकी, आराम गर। लाज बचेको श्रेया, हिँड भने। दाइ नरहनुहोस् के नरहनुहोस्, कति न ठुलो दाइ मेरो सब थोक हो, भगवानै हो। ठुलो दाइले गर्दाखेरि नै आज म यो ठाउँमा छु भनेर भन्दै हुनुहुन्थ्यो होइन? अहिले हेर्नुहोस् त यस्तो अवस्था बनाएर गए। जानुहोस् के जानुहोस्, गएर सिग्नेचर गरिदिनुहोस्। 24 घन्टामा तपाईँले यत्रो पैसा कहाँबाट ल्याउनुहुन्छ भन्नुहोस् त? 1000 होइन, लाख होइन, करोडौँ पैसा। ठिक्क पर्यो। दाई भनेर के गर्नु, बिहोरा 2 रुपियाँको छैन। त्यति धेरै माया गर्ने ठुल्दाई भाउजूको मन यस्तो हुने यिनले नै बनाएका त हुन्। अब कसरी हुन्छ, म प्यारो भएर यिनले ओगटेको ठाउँ मैले ओगट्नुपर्छ। केही गरी तिम्रो भाइले सिग्नेचर गर्न मानेनन् भने के हुन्छ? मैले त पहिले नै भन्दै थिएँ पुलिस नै लिएर आउनु पर्छ भनेर। यी त्यसै मान्ने खालका मान्छे होइनन् के। राम्रा नियतका मान्छे भइदिएका भए त तपाईहरुले कमाएर जोडेको यो प्रपर्टी मैले तिर्न सकिन। अहिले म तपाईहरुकै नाममा गर्दिन्छु, पछि प्रफिट भयो भने शेयर गरौला भन्न सक्दैन थिए? एक्लै खाऊ एक्लै रमाऊ भन्ने सोच भएका मान्छेहरु। मैले त तिमीलाई पहिले नै भनेको थिएँ भाइहरुलाई यति धेरै सपोर्ट नगर, समाजमा कसैको पनि दाइ भाइ राम्रोसँग मिलेको देखिदैन भनेर। त्यो बेलामा मैले भनेको सुनेनौ? अहिले आएर तालुमा हात लाएर बस्नु बाहेक के विकल्प छ? के गर्नु त श्रेया, मबाट गल्ती भयो। अब आफ्नो मात्रै प्रगति भएर भएन, भाइहरुको पनि केही होस्। मैले विदेशमा आएर यस्तो दुःख गर्नु परेछ, भाइहरुले दुःख गर्नु नपरोस् भनेर आफूले कमाएको पैसा सबै नेपाल पठाए। नेपालमै पठाएपछि बिजनेस गर्लान्, आफ्नै देशमा केही गर्नुको मजै छुट्टै छ भन्ने सोचे। तर मेरो भाइले मैले गरेको विश्वासलाई यसरी तोड्यो। यस्तो विश्वासघाती भएर निस्केला भनेर त मैले सोचेको पनि थिएन। तिमीले त्यति सोच्न सकेको भए त अहिले यस्तो हालत किन हुन्थ्यो र? यो सबै त्यो भुन्टीको कारणले भएको हो। के गर्नु, भूपेन्द्र बाबुको संगतै त्यस्तो गोबरसँग भयो, अनि उहाँको मेन्टालिटी पनि त्यस्तै भयो। अलिकति हाई लेभलको केटीसँग बिहा भएको भए उहाँको पनि सोच त्यस्तै हुन्थ्यो होला। संगत भए गोबरसँग, अनि उनी पनि त्यस्तै भएर गए। श्रेया, तिमीले भुन्टीलाई के चिनेकी छौ? 2 दिन संगत गर्दैमा उसको विषयमा यस्तो कुरा नबोला। शिक्षा भनेको व्यवहारमा देखिनुपर्छ। तिमीले भुन्टीको बारेमा बोलेर जुन व्यवहार देखायौ नि, एउटा शिक्षित बुझेको मान्छेले देखाउने व्यवहार होइन। भुन्टी त यति महान रहेछन् कि भूपेन्द्रले त्यस्तो त्यस्तो व्यवहार देखाउँदाखेरि, यसरी लत्याउँदाखेरि पनि अहिलेसम्म भूपेन्द्रलाई नराम्रो भनेकी छैनन्। भूपेन्द्रको खुसीको लागि भूपेन्द्रलाई त्याग्न पनि तयार भइन्, त्यो पनि अंशको नाममा 1 रुपियाँ पनि नलिकन। आर्थिक अभावको कारणले गरेर शिक्षा हासिल गर्न नसकेकी रहेछन्। तर भुन्टीभित्र व्यवहारिक ज्ञान यति रहेछ कि हेर, राम्रा पढे लेखेको मान्छेसँग पनि तुलना गर्न सक्छ। घर छोडेर गइसकेको बुहारीको त्यति साह्रो तारिफ पनि नगर। कुन दिन पुञ्चाइले उचाल्छ अनि सम्पत्ति माग्न आउँछ। त्यो आउनुभन्दा अगाडि नै हामीले अंशमड्डा गरिसक्नुपर्छ, बुझ्यौ? यहाँको मात्रै होइन, गाउँमा भएको सगलको प्रपर्टी पनि खुरुक्क आफ्नो नाममा पास गरिहाल, नत्र भने भूपेन्द्रले अर्को बिहा गर्लान्। यता भुन्टी त छँदैछ, अर्की बुहारीलाई पनि अंश दिँदा दिँदा तिम्रो भएको जति सबै प्रपर्टी सिद्धिएला, अनि थाहा पाउँछौ। तिम्रो त पहिला विचार नगर्ने अनि पछि पछुताउने बानी छ भन्दै छु मैले। दाई, कति ठुलो धोका भयो है तपाईँलाई भूपेन्द्र दाईबाट। दाईले तपाईँलाई धोका दिएको देखेर त म त चकित परिसकेँ। मैले कतिचोटि भने सिग्नेचर गरिदिनु, दाईको सबै सम्पत्ति फिर्ता दिनुहोस् भनेर, तर मेरो कुरै सुन्दै नसुनेको न कता गए। तपाईँले जुन विश्वास भूपेन्द्र दाईलाई गर्नुभयो, त्यो विश्वास मलाई गरिदिनु भएको भए आज तपाईँलाई म यो दिन देख्न दिने नै थिएन। ल ल भयो, दाईको अगाडि धेरै नाटक गरिराख्नु पर्दैन, राम्रो पल्टिनु पर्दैन। को कस्तो छ भन्ने कुरा हामीले राम्रोसँग बुझिसकेका छौँ।
जसले जति माया देखाए पनि अब हामी विश्वास गर्दैनौँ। अनि अर्को कुरा, अब तपाईँ सहरमा नबस्दा पनि हुन्छ। अब हामी आफ्नो मान्छे कसैलाई पनि आफ्नो बिजनेसमा राख्दैनौँ र यो घरमा पनि राख्दैनौँ। अब म मेरो तरिकाले बिजनेस ह्यान्डल गर्छु, बुझ्नुभयो? उहाँ गाउँमा बहिनीको बिहाको तयारी हुँदैछ। छोराहरूले तिर्छन् भनेर गाउँभरि सबैसँग लोन लिने प्लान गर्दै हुनुहुन्छ आमा चाहिँ। गएर आफ्नी आमालाई सम्झाउनु, जति नै लोन लिए पनि अब ठुलो दाइ र भाउजूले चाहिँ तिर्दैनन् रे आफै तिर्नु भनिदिनु। दाइ, के सुन्दैछु म यो? भूमिकाको बिहे गर्नको लागि आमालाई तपाईँले ऋण लिनु भनेर भन्नुभएको थियो र? खै मैले त्यस्तो केही भनेको थिइनँ। दसैँ तिहारपछि विचार गरौँला भनेको थिएँ। अब सबै आफ्नै स्वरमा हिँड्छन्, कसैसँग केही बोल्नै सकिँदैन। त्यो भूपेन्द्र कता गएको नि, त्यसलाई छिटोभन्दा छिटो आइज भन् त। हस् त हस्। अब कहाँ जानुभएको, कसरी आउनु भन्नु मैले? सर्वोत्तम सिमेन्ट प्रेजेन्ट्स भुन्टी, पावर्ड बाई बर्जर सिल्क एन्ड डिश होम इन्टरनेट। यति सानो कोठाको 4-5 हजार पैसा तिरेर बस्दाखेरि मुटुले भत्भति पोलेको थियो। भोलिदेखि त आनन्द हुने भयो। आफ्नै गाउँमा जाने, आफ्नै घरमा बस्ने, बाल पनि तिर्न नपर्ने। अनि आमा, तपाईँको रोग त आदि निको हुन्छ आफ्नो गाउँमा बसेर आफ्नो गाउँको हावापानी खाएपछि। निको त हुन्थ्यो नि नानी, आफ्नो छोरीको घरबार बिग्रिहाल्यो। अब भोलिदेखि सबै हामी गाउँमा गएर बस्दा सधैँभरि बुन्टी बसाइदेख्दाखेरि गाउँले थाहा पाइहाल्छन्। यसको घरबार बिग्रियो भनेर त्यसलाई नाना थोरी भने सुन्दा मेरो मन दुख्छ बा। त्यस पछाडि त मेरो व्यथा घट्नु होइन झन् बढ्छ बा। अब कहिले निको हुँदैन मेरो व्यथा। होइन, के कुरा गरेको तिमीले? छोरीको अगाडि चाहिँ सुख दुःख जे पर्छ हाम्रै काखमा बस्लिस्, मर्नै पर्यो भने पनि हाम्रै काखमा मर्लिस् भनेर हिम्मत दिएकी थियो। अब अहिले आएर आफूले यस्तो सोचेर हुन्छ? जसले जे सिके भनुन्, मतलब गर्ने होइन। चुपचाप छोरीलाई घर लाने हो, उतै राख्ने। अनि राखेर चुपो लाएर बस्ने खालकी छैन हाम्रो छोरी। अब गाउँमा मेलापाता जानै पर्यो। मेलापाता जाँदा गाउँले दस्तरी सुनाउँछन्, दस्तरी भन्छन्। छोरीको राम्रो घरबारमा बिहे भएको थियो, छोराको पनि राम्रो केटीसँग बिहे भएको थियो। गाउँलेहरूको मुखमा बुझो लागेको थियो। अहिले छोरीको घरबार बिग्रेको थाहा पाएपछि गाउँमा बुई बुई त हल्ला हुन्छ। अनि जो भेट्यो त्यसैले सोध्न थाल्छन् छोरीको किन घरबार बिग्रियो भनेर। अनि कतिजनालाई जवाफ दिँदा हिँड्ने। त्यही त आमा, हाम्रो बुन्टीको कस्तो दुखी कर्म रहेछ। छोडिदिनुहोस् आमा, जसले जे सुकै भनोस्, चिन्ता नलिनुहोस्। चिन्ता नलिनु त भन्छौ नि। जम्ना छोरी, यो छोरीको आमालाई छोरी जन्मेपछि नमरुन्जेलसम्म चिन्ताले कहिले पनि छोड्दो रहन्छ। एका दुईले खुसी पायो होला तर हामी जस्तो आमाहरू नपाइदो रहेछ। के कुरा गरेकी हौ? तिमीले छोरी जन्माउने बेलामा तिमीले छोरी जन्मायौ भनेर मैले तिमीलाई नराम्रो भनेको थिएँ र? तिमीले नभने पनि तिम्रो आफन्तहरूले भनेको थिए नि। सबै कुरा मैले सुनेन। भनेका आफन्त मरेर गइसके। अब तिमी भने त्यही पहिलेको कुरा सम्झेर किन चिन्ता गर्छौ? भुन्टी बाहिर कता टोयलेटतिर गएकी होली, अहिले आएर यो कुरो सुनि भने झन् चिन्ता गर्छ। तिमी चुप्प लाग न। भुन्टी जस्तो छोरी पाउनु हाम्रो लागि भाग्यको कुरा हो। छोराले के गर्यो देखेकी छैनौ? कमाउन भनेर विदेश लागेको, मरेको हो कि बाँचेको हो कुनै टुङ्गो छैन। आजसम्म एक पटक पनि सम्झेको होइन। छोरीले ऋण गरी गरी काजीसँग त्यत्रो पैसा लिएर विदेश पठाएको सबै गुण बिर्स्यो। त्यसले विदेशमा केटीसँग फसेर बस्यो। तर हाम्रो छोरीले कहिले त्यस्तो गरी? यति धेरै माया गरी तिम्रो लागि भनेर आफूले लगाएको गहना समेत बेच्दा
बिचरीको घरबार बिग्रेको छ। भुन्टी जस्तो छोरी पाउनु त हाम्रो लागि भाग्यको कुरा हो। तिमी कुरा बुझ न। हो नि, छोरी जस्तै गाई परेको बे कति आनन्द हुन्थ्यो होला। मैले आमालाई बचाउनलाई बेचिया सुनका कारणले गर्दाखेरि आज मेरै आमा यसरी रुन पर्छ, कमजोर हुन पर्छ भन्ने थाहा भएको भएदेखि म धेरै ताली सोच्ने थिएँ। क्यार्नु मेरै लागि किन्या गहना त हुन्नी, मैले घर गहना लाएर हिँड्नु भन्दा आमाका उपचारका लागि बेचेर आमालाई निको पार्नु नै ठिक हुन्छ भन्ने सोचे। त्यसैलाई गल्ती सम्झेर आज यस्तो सजाय भोग्नु पर्या। मैले मात्रै भोग्नु पर्या भए त हुन्थ्यो। मेरा आमा बाउ दाइ सबैलाई रुवाउनु भयो। हामीलाई यसरी रुवाको पाप मेरो श्रीमानलाई नलागोस्। लायो भने उहाँले यो सहन सक्नुहुन्न, उहाँलाई धेरै गाह्रो हुन्छ। कता तपाईले क्यार्न ढिलो हाल्नुभयो भनेर आए कि? अनि मैले ढिलो गरेँ भन्दैमा रुनुपर्छ त? रोइराकी छौ त? छैन, आहा पोला भएर उता पानी छ्यापिक्यौँ का। अनि भाउजू है त नि? भाउजू माइत। ल अनि बुहारी साउनु भयो अन्त त्यसरी आउनु भयो भने फेरि माइतै जानु भयो। अब ती बाटोमा भेट भयो, अब आफ्ना छोराछोरीसँग बुवामा कति चाहिँ रिसाएर बस्नु सक्नुहुन्थ्यो र? लगिहाल्नु भयो नि। अनि अब कहिले आउनुहुन्छ त भाउजू? अब उसका बुवाले जहिले पठाउँछ नि तैले। अब यो कुरालाई पछि गरौँला। अनि गाउँ जाने कुरा छ नि त भोलि। तयार छौ नि तिमी? छैन दाइ, म गाउँ जानै चाहन्न। के भने कि बहिनी तिमीले? गाउँ नगर यहाँ बसेर के गर्नु भन त? काम केही पाइँदैन। अस्ति बल्ल बल्ल एउटा पाएको काममा पनि अर्कै मान्छे आइसक्यो। अनि यति महँगो कोठाको भाडा तिरेर कसरी बस्यो? त्यही भएर खुरुक्क गाउँ जाने, तिमी आमा बुवाको रेखदेख गर। तिमीले आमा बुवाको रेखदेख गरेपछि मलाई पनि ढुक्क हुन्छ। अनि यसो ऋणचिन खोजेर म विदेशतिर लाग्छु। दाइ तपाईँ कस्तो कुरा गर्दै हुनुहुन्छ का? तपाईँ विदेशी नि, म तपाईँलाई विदेश जानै दिन्न। बुइनी नदिएर के गर्थ्यौ? म यहाँ के गर्नु भन त? न मेरो लेख पढ्छ, न हातमा केही सिप छ। सिप भए पनि कामै पाइँदैन। बरु यसो खाडीतिर गएँ भने त अलिअलि कमाउन सक्छु कि? परे होइन, म तपाईँलाई विदेश त मरे नि जान दिन्न के अरे। विदेशमा पठाएर मैले एउटा दाइ गुमाइसकेकी छु। अब फेरि म तपाईँलाई गुमाउन चाहन्न दाइ। बरु दाजु बहिनी मिलेर यतै यसो कामसाम खोजौँ। पाइयो भने त पाइहाल्यो, पाइएन भनेदेखि व्यापारहरू केही गरौँला। बुइनी अनि व्यापार गर्न पनि त लगानी त चाहियो नि। लगानी हामीलाई कसले दिन्छ? अब जे पर्दा नि सुकुमाया मितिनीज्यूले हामीलाई सहयोग गर्नुभयो। यो पालि नि मितिनीज्यूसँग अलिअलि सहयोग मागेर व्यापार सुरु गरौँ। अनि बिस्तारै त्यसलाई बढाउँदै जाम्ला, मितिनीज्यूलाई नि तिर्दै जाम्ला दाइ। तर म गाउँ चाहिँ जानै चाहन्न। यो गाउँ नजाने कुरा नगर तिमी। खुरुक्क गाउँमा हिँड। तिमी यहाँ बस्यौ भने खालि त्यही पापीलाई सम्झेर रोएर बस्छौ। त्यही भएर गाउँमा खुरुक्क हिँड, ढुक्कै हुन्छ। ढुक्क हुँदैन क्या दाइ, ढुक्क हुँदैन। झन् गाउँमा गएपछि 100 थरी तनाव बढ्छ। यहाँ त ओल्लोहर पल्लोहरकाले तिमीहरूको यस्तो भन्छ नि उस्तो भन्छ नि भनेर अहिलेसम्म कुरा काट्या सुन्ने। तर गाउँमा गइसकेपछि अब मेरो घरबार बिग्रिएको कुरा पनि सबैतिर हल्ला भइसक्यो होला। अनि यस्तो भन्छ त त्यस्तो भन्छ त, खुब माया हार्छ, यस्तो घर पाएँ भन्थिस् भनेर 50 थरी कुरो सुनाउन थाल्छन्। बाआमालाई नि हामीले गर्दा टेन्सन, हामीलाई पनि टेन्सन। जसरी पनि बाआमाको उपचारहरू गर्नलाई सहरै आउनु पर्छ। बरु अहिले बाआमालाई पठाइदिउँ। बाआमा गएर गाउँमा बस्नुहुन्छ, उपचार गर्ने बेला जमुना दिदी र बाले आमालाई ल्याउनुहुन्छ। हामी यतै केही गरेर बसौँ, अलिअलि कमाउँ। दाजु बहिनी मिलेर हामी नजाउँ न दाइ, बिन्ती हो। तिमीले भनेको कुरा त ठिकै हो बहिनी। जाउँ न त बुवाआमासँग सल्लाह गरौँ। तर मान्नुहुन्छ कि मान्नुहुन्न? नमाने नि मनाउनु पर्छ। अब
तर काम चाहिँ नजानी दाइ। ठिक छ, तर यहाँ बस्दाखेरि नि त्यो पापीलाई सम्झेर रुनी काम गर्यो भने चाहिँ फेरि म सिधै गाउँ लिएर हिँड्ने हो फेरि, त्यति चाहिँ बुझ है। लु बुवा आउँछ सर। Sarvottam Cement presents Bhunti, powered by Berger Silk and Dish Home Internet. हेलो बाबु, के गर्दैछस्? यतिकै घरतिरै बसिरहेको छु। होइन आमा, तपाईँ के भएको? गाउँतिर बहिनीको बिहे गर्न भनेर ऋण माग्दै हिँड्नु भएको छ अरे। मैले पछि सल्लाह गरौँला भनेकै थिएँ, मसँग सर सल्लाह केही पनि नगरिकन गाउँतिर ऋण माग्दै पो हिँड्नु भएको छ अरे। अनि पछि त्यो ऋण चाहिँ कसले तिर्छ आमा? बाबु, मैले त्यस्तो धेरै ऋण लिएकी छैन। अब गहना बनाउनलाई अलि टाइम लाग्ने रहेछ, भन्न बित्तिकै नहुने रहेछ, त्यही भएर त्यही गहनाको लागि अलिअलि मात्रै ऋण लिएकी हौ। ए, अनि बुवासँग सरसल्लाह गर्दै गर्नु भएको छ कि सबै आफ्नै खुसीले आफ्नै डिसिजन हो? खोइ बाबु, अब भुन्टीले घर छोडेर हिँडी भन्ने कुरा थाहा पाएपछि तेरा बाउ पागल जस्ता भएका छन्। सरसल्लाह गर्न त गरे हो, तर खुसी चाहिँ छैनन् तेरा बाउ। अब बिहेकै मुखमा जेठी बुहारीले पनि घर छोडेर गइन्, नजाऊ भन्दा भन्दै मानिनन्। अनि त कहिले आउँछस् बाबु? ढिलो गर्नु हुँदैन है बाबु। उता केटाको परिवारले फोन गरेकै छन्। ल ल आमा, म चाँडै आउँछु। बहिनीको बिहे हो, जान त जाऊ, तर हामी 1 रुपियाँ पनि खर्च गर्दैनौँ है, मैले भन्दै छु। श्रेया, मैले अहिलेसम्म बहिनीको लागि भनेर खासै के पनि गरेको छैन। भएको त्यो एउटा बहिनी, त्यो बहिनीको धुमधामसँग बिहे गर्ने आमाको ठुलो इच्छा। यो एकपटकलाई के पनि नभन्दियो। यसपछि म कसैको विषयमा सोच्दिनँ। मैले सोच्ने भनेको बाबु, नानी र तिम्रो बारेमा मात्रै हो। प्रमिस? प्रमिस श्रेया, म भाइहरूको व्यवहारले अगाइसकेको छु। अबदेखि भाइहरूको लागि मेरो तर्फबाट कहीँ केही सहयोग हुने, ढुक्क मान। ठिक छ, तिमी जानु बहिनीको बिहेमा, म चाहिँ जानु। श्रेया, त्यसो नबना न प्लिज। तिमी जे भए पनि घरको जेठी बुहारी हो, आमा पछिको आमा हो। बिहे चाहिँ एटेन्ड गरिदिउँ, त्यसपछि जेसुकै गर प्लिज, हुन्छ भन न। ल ल, हस्। यो ठिक छ। थ्याङ्क यू श्रेया, तिमीले जहिले पनि मेरो सुख दुःखमा साथ दिएकी छौ। अहिले त्यो भूपेन्द्रको व्यवहार हेर्दाखेरि त ऊ बेला तिमीले मलाई साथ नदिएकी भए हुन्थ्यो जस्तो लागिरहेछ। तिमीले साथ नदिएको भए त्यत्तिका धेरै पैसा उसको प्रगतिको लागि हामी पठाउँदैन थियौँ। तर चिन्ता नगर, भोलिसम्म प्रपर्टी हाम्रो नाममा गरेन भने त्यसलाई कारबाहीको दायरामा ल्याउनुपर्छ। ल्याउन त ल्याउने होइन, मान्छे नै बेपत्ता भएपछि कसरी ल्याउने भने? आउँछ के आउँछ। मैले भीमलाई भूपेन्द्र जहाँ भए पनि खोजेर लिएर त भनेर पठाएको छु, भीमले खोजेर लिएर आउँछ। तिमी चिन्ता नगर न। चिन्ता नगर के गर्नु, मैले तिमीमाथि ठुलो आश राखेको थिएँ। अब तिमी नै मसँग यसरी रिसाएपछि मैले चिन्ता गर्नुको विकल्प अरू के छ? प्लिज मबाट टाढा जाने कुरा नगर, नत्र भए त म मरिदिन्छु। मर्ने कुरा नगर है। तिम्रो माया नलागेर म तिमीबाट टाढा हुन खोजेकी होइन। माया लाग्दा लाग्दै पनि परिवारको कारणले गर्दा तिमीबाट टाढा हुन खोज्दैछु। आज मेरो दिदीले तिमी र म कुरा गरेको सबै थाहा पाउनु भयो। मलाई कति धेरै माया गर्ने मेरो दिदीले आज मलाई एकदम धेरै गाली गरे। तर उहाँले गाली गरेको पनि एकदम ठिक हो जस्तो लाग्यो। भोलि गएर तिमीले मलाई अहिले दिइरहेको जस्तो माया दिएनौ भने म पछुताउनु पर्यो भने गुनासो गर्ने मान्छे पनि कोही रहँदैनन्। कमसेकम मैले आफ्नो परिवारले रोजेको मान्छेसँग बिहे गरेँ भने गुनासो गर्ने ठाउँ त हुन्छन्, मैले आफ्नो दुःख पुग्ने मान्छे त हुन्छन्, मेरो समस्या बुझ्ने मान्छे त हुन्छन्। हेर, मसँग विवाह गर्ने बित्तिकै सबैजना टाढा हुन्छन्, त्यस्तो नसोच तिमीले। केही दिन तिम्रो माइतीहरू नबोल्ला, तिमीलाई वास्ता नगर्ला, तर पछि बोलिहाल्छ नि। बुवा आमाले आफ्नो सन्तानलाई कहिले पनि त्याग्न सक्दैन। त्यसैले माइती पक्षले त्याग्लान् कि भन्ने डरले तिमी नबस्यौ। तिमी मसँग आएनौ भने त म एक्लो हुन्छु। तर तिमीले तिम्रो श्रीमतीसँग डिभोर्स गरेकै छैनौ। कस्तो कुरा नबुझेकी क्या तिमीले। हेर,
उसले जुनसुकै बेला पनि मलाई डिभोर्स दिन्छु भनिसकेकी छ, त्यो पनि 1 रुपैयाँ पैसा नलिकन। तर यहाँ त मेरै दाइ भाउजूले ठुलो धोका दिएर पो चाहिँ मलाई यस्तो अवस्थामा तिम्रो ठुलो सहयोग चाहिएको छ। मैले 24 घन्टाभित्र तिनीहरूलाई केही रकम दिन सकिनँ भने मेरो सम्पत्ति, मेरो घर सबै उनीहरूको नाममा हुन्छ। त्यसले प्लिज मलाई सहयोग गर। तिमीलाई जति ठुलो रकमको आवश्यकता छ त्यति ठुलो रकम त म तिमीलाई दिन सक्दिनँ, तर मेरो बाबाले चाहनुभयो भने तिमीलाई सहयोग गर्न सक्नुहुन्छ। फेरि यदि तिमी विवाहित हो भन्ने कुरा उहाँले थाहा पाउनु भयो भने सहयोग गर्न त टाढै जाओस्, तिमीलाई फुटेको आँखाले हेर्न पनि चाहनु हुँदैन। त्यही भएर मसँग सहयोगको आश नगर प्लिज। म तिमीलाई सान्त्वना त दिन सक्छु, तर सहयोग गर्न सक्छु। प्लिज चेरी, कसरी हुन्छ कुरा मिलाएर तिम्रो बाबालाई एकचोटि त कुरा राखिदिनु। हेर, तिम्रो बाबाले जे भन्नुहुन्छ म त्यो मान्न तयार छु। मेरो अन्त कतै जाने ठाउँ पनि त छैन, कतैबाट आउने ठाउँ पनि त छैन। त्यसैले प्लिज मलाई हेल्प गर। ओके, ठिक छ, म एकचोटि उहाँसँग कुरा राख्छु। थ्याङ्क यू सो मच चेरी। मलाई समस्याबाट पार लगाइदियो भने म तिम्रो गुण चिन्दै गएर बोल्नेछु। तिमी चिन्ता नगर, म कसरी हुन्छ कुरा मिलाउँछु। अहिले चाहिँ हामी छुटौँ है। हुन्छ। अझैसम्म आएन तिम्रो भाइ। अब चाहिँ म गएर मान्छे हराएको सूचना भनेर पुलिस स्टेसनमा नोटिसै दिन जानु पर्ला जस्तो छ। म गराउ न तिमी। अब हामीले 24 घन्टाको समय दियो, 24 घन्टा भने बितेको छैन। 24 घन्टासम्म पनि आएन भने केही सोचौँला नि। भीम पनि आयो, मैले कतै देखिस् त भूपेन्द्रलाई? कहाँ देख्नु दाइ? अब मैले कति ठाउँ खोजेँ पनि भेट्दै भेटेँ होइन। फोन पनि कति गरेँ, फोनै लाग्दैन। मेरो त नम्बर पनि ब्लक गरेछ क्या। तपाईँहरूको त्यत्रो पैसा तिर्नुपर्छ भनेर देशै छोडेर भागे जस्तो छ। देश छोडेर भाग्न त्यति सजिलो छ नि? फेरि विदेश जानलाई त्योसँग पैसा पनि त हुनु पर्यो। यतै कतै गयो होला, आउँछ। अब 24 घन्टाभित्र आएन भने नि मैले जानेको छु। खाना पाइसकेको छ, ल म खाना बसिन्छु हिँड। मलाई खाना खान मनै छैन, यस्तो टेन्सनमा के खाना खानु? टेन्सन लिएर हुन्छ? खाना खानु परेन? तात्तातै पस्केर ल हात धो। खाना बसिए है मैले। श्रेया, के गरेकी तिमी? खोइ त भीमलाई बात आफू हेर्नु सुइँ खान थाल्यो त। होइन, तिम्रो भाइ बच्चा हो, आफै पस्केर खान सक्दैन नि। खाऊ न, के हेर। तिम्रो भाइहरूदेखि कति रिस उठेर आछ मलाई थाहा छैन तिमीलाई अझै? अनि यता सुन्ने, भोलि बिहानै आफ्नो बाटो तताउने। देवर नन्द कसैलाई पनि यो घरमा राख्दिनँ अबदेखि म। सुन्यो होइन? तर भाउजू, भूपेन्द्र दाइले गर्नुभएको गल्तीको सजाय किन मलाई दिँदै हुनुहुन्छ? मैले त तपाईँहरूको 1 रुपैयाँ पनि खाइदिएको छैन। खान पाएको भए खाइहाल्नुहुन्थ्यो नि, कहाँ छोड्नुहुन्थ्यो र? अब बुवा आमै नभएको भए पनि जेठ दाइ भाउजूले हेर्नुपर्छ भन्ने कर हुन्थ्यो। घरमा बुवा आमा हुँदै हुनुहुन्छ, घर जाने, बुवा आमासँग के गर्दा ठिक हुन्छ सल्लाह गर्ने, जे भन्नुहुन्छ त्यही अनुसार काम गर्ने। भोलिदेखि तपाईँलाई यो घरमा देख्नु नपरोस् है मैले।
चम्चा टुङटुङ पारेर बसिरह भने खाउँ कि नखाउँ भनेर कुरकुर खाऊ न कि भाइलाई निकाल्न लागि भनेर चिन्ता लाग्यो Sharbottam Cement presents Bhunti, powered by Berger Silk and Dish Home Internet. कहाँ गइन् होला भनेर सारा घरभरि खोजी यिनी त यहाँ आएर पो बसेकी रहेछन् अनि खाना नि पकाइसकेको छ खाना पकाए त खानु पो पर्छ यहाँ आएर किन बसेकी नि किन हुनु नि छोरी गएदेखि यो आङमा घाम लागेको छैन जोइसँग भेट भयो कि भएन दुईजना मिलेर बसे राम्रो हुन्थ्यो नमिले पनि तिनीहरूले मिलाउनु पर्छ फोन गर्नु छ के रहेछ हालखबर बुझौँ अब कुन मुखले फोन गर्नु मैले ज्वाइँलाई त्यस्तोसँग चित्त दुख्ने गरी वचन लागेको छु कसरी फोन गर्नु बरु म बोल्छु गरौँ त गर्नु न आफ्नो कस्तो मन आत्या छ म फोन लगाइदिन्छु तिमी नै बोल हुन्छ फोनै उठेन साह्रै चित्त दुखाएका छन् क्या अरे किन उठाउँथे अब चित्त त तपाईँ दुखाउनु भएको हो फेरि एकचोटि फोन गरेर अनि बोल्नु भयो भने माफ माग्नुहोस् फेरि गर्नु त गर्नुहोस् हेलो ज्वाइँ साहब मेरो त बोली पनि सुन्न मन लागेको छैन होला हजुरलाई मैले धेरै चित्त दुखाएको छु हजुरको तै पनि मलाई माफ गरिदिनुहुन्छ कि भन्ने आफै आज फोन लगाएको के मलाई माफ गर्न सक्नुहुन्छ होला किन नसक्नु बुवा मेरो कामै तपाईँहरूलाई माफ गरिदिनु त भएको छ केही वर्षदेखि मैले माफ गरिदिइसक्नु भयो तपाईँहरूलाई फोन राखौँ बाबु एकछिन नराख्नु न पूर्णिमाले हजुरसँग माफी मागेर सम्बन्ध राम्रो बनाउली कि भन्ने आफूले त्यसलाई मैले घरबाट निकालिदिएको थिएँ त्यसले हजुरसँग माफी मागेर सम्बन्ध राम्रो बनाए नि है बाबु किन नबोल्नु भएको बोल्नु न त्यसलाई मैले यहाँबाट निकालिदिएपछि आमा चाहिँ पिर गरेको गरेछे त्यहाँ के कसो होला फोन गर्नुहोस् न भनेर भनी त्यही भएर फोन गरेको त्यहाँ सबै ठिक त छ नि बाबु पूर्णिमा त्यहाँ कि छैन छैन त बाबु मैले त त्यसलाई अस्ति नै हो यहाँबाट निकालिदिएको त्यो पूर्णिमा त्यहाँ पनि छैन कि क्या हो यहीँ थिइन् तर आज दिउँसै मैले तिमीलाई त्यहीँ पठाइदिएको थिएँ लौ न के भन्दै हुनुहुन्छ तपाईँ होइन दिउँसै पठाइदिएको भएदेखि त अहिलेसम्म त्यो यहाँ आइपुग्नु पर्ने हो र अहिलेसम्म आइपुगेको छैन त कि त्यसले माफी मागेर नि तपाईँले माफी दिनु सक्नु पर्ने कि क्या हो मैले माफ गर्न सक्नु नसक्नु भन्दा पनि तिनी यतिखेरसम्म कहाँ छिन् भन्ने कुरो चाहिँ ठुलो कुरो हो म त त्यहीँ छिन् भनेको त्यहाँ पनि छैन भने त कहाँ गइन् त ती त्यही त बाबु कहाँ गई होला त त्यो ल के भन्नुभयो त के भन्नु फोनै काटिदिनु भयो नि हे भगवान् अब कहाँ गई होला त छोरी कहाँ जाने होला ईश्वर कहाँ चाहिँ गएको होला त झन् बुवाकै घरमा सुखले बसोस् भनेर पठाइदिएको त्यहाँ पनि छैन भने चाहिँ कहाँ गएको होला त यति बेलासम्म के हुनु तिमी भाउजू बुवाकोमा गएकै थिइन् छैनन् रे उहाँ अब कहाँ चाहिँ गएको होला नि कहाँ जानु बोला त तिमीलाई टेन्सन नलिनु कतै साथीहरू कहाँ जानुभयो कि हुन त कस्ता कस्ता केटा साथी भयो कि मान्छे कहाँ गई होला कहाँ सुती होला कहाँ बसी होला भन्ने के चिन्ता गरेर अब पनि हिँड तर दाइ यहाँ हुँदाखेरि तपाईँ र भाउजू खुसी नै हुनुहुन्थेन तपाईँ राम्रा मुखले नबोल्नु भएको कारणले गर्दा भाउजू हिँड्नु भएको हो कि मुन दुखाएर अब बुवाका घर नभएपछि यस्ता राति बिचमा कहाँ जानुभयो होला सहरका ठाउँमा गाह्रो हुन्छ है केटी मान्छेलाई केही गाह्रो हुँदैन कि बहिनी केही गाह्रो हुँदैन ऊ तिमी जति सोझे हो र टाठी बाठी मान्छे कस्ता कस्ता मान्छेसँग सङ्गत छ उसको केही गाह्रो हुँदैन भोलि बुवा आमालाई बस चढाउनु बिहानै जानुपर्छ
सुत्नु कुरो टाइम होइन अरे किन टोलाइराख्यो तिमीले हिँड्न के केही गाह्रो पर्दैन होला है ताती बाटी मान्छे के गरेको अहिले चेरीले फोन पनि उठाउँदैन हेलो कति फोन गरेको कति फोन गरेको के तिमीले कति धेरै आत्तिएको छु मसँग समय एकदमै धेरै कम छ म सडकमा आउँछु अनि म नआत्तेर के गर्नु ल भन त के भयो कुरा मिल्यो मैले बाबासँग सबै कुरा राखेँ तर मेरो कुरा सुनेर बाबाले कुनै पनि रेस्पोन्स दिनु भएन जुरुक्क उठेर हिँड्नुभयो अहिलेसम्म आउनु भएको छैन म यहाँ डरले थरथर काँपिरहेकी छु मैले दिदीलाई तिमीसँग बोल्न छोडिसके भनेको छु अब दिदीले म तिमीसँग बोलेको थाहा पायो भने यहाँ अर्को लफडा हुन्छ अघि म दिदीसँग थिएँ त्यही भएर फोन रिसिभ नगरेको अब बाबाले के भन्नुहुन्छ भोलि नै थाहा हुन्छ अहिले त तिम्रो विषयमा कुरा गर्ने बित्तिकै बाबा उठेर हिँड्नु भएको अहिलेसम्म आउनु भएको छैन अब भोलि तिमीलाई दिने जस्तो कुरा गर्नुभयो भने म तिमीलाई हाम्रै घर बोलाउँछु ल अहिले चाहिँ फोन राख्छु तर म के गरौँ खोइ तिम्रो कुरा नै कन्फर्म भएन अब के गर्नु त मैले त हिम्मत जुटाएर बाबासँग कुरा राखेकै हो नि बाबाले चाहनु भयो भने तिम्रो समस्या टार्न सक्नुहुन्छ तर उहाँलाई पनि त सोच्ने टाइम चाहियो नि बाबाले मेरो खुसीको लागि जे पनि गर्नुहुन्छ तिमी चिन्ता नगर बाबा केही इमर्जेन्सी मिटिङ परेर कतै जानु भएको पनि त हुन सक्छ नि म बाबा आउने बित्तिकै तिमीलाई खबर गर्छु ल अहिले दिदीले म तिमीसँग बोलेको थाहा पायो भने मार्छे फोन राख्छु ल प्लिज जेरी मसँग बोलिराख न म एकदम आफूलाई एक्लो फिल गरिरहेको छु थाहा छ मलाई तर तिमीले पनि त मेरो समस्या बुझ्ने कोसिस गर न दिदीले तिम्रो र मेरो सम्बन्ध मनै पराकी छैन बाबाले तिम्रो नम्बर पनि राख्नु भएको छ केही सहयोग गर्ने विषयमा सोच्नु भयो भने तिमीलाई फोन आउन सक्छ त्यही भएर फोन धेरै बिजी नराख के ल अहिले म फोन राख्छु ल ए हस् 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 ल जेरीको बाबाले मेरो फोन नम्बर लिनु भएको छ पक्कै पनि फोन आउँछ आउँछ भनेर पुरेको थिइस् होइन जेरीको बाबा नै आइस
Sarvottam Cement presents Bhunti, powered by Berger Silk and Dish Home Internet. Brought to you by महत्त्वपूर्ण आह्वानहरूको निर्माणलाई बलियो आधार दिँदै आएको सर्वोत्तम सिमेन्ट।